एकदम धेरै प्रयास गर्दाखेरि चाहिँ यो त्रिभुवन युनिभर्सिटीमा रहेको यो वाटर एटिएमबाट चाहिँ पानी नै आइरहेको छैन। हाम्रो अहिलेसम्म कप निकाल्न सफल भएका छन् र हाम्रो 11 रुपियाँ घाटा लागिसकेको छ। सम्बन्धित निकाय सोब्यू तथा यहाँको शैक्षिक व्यवस्थापनले चाहिँ हाम्रो 11 रुपियाँ चाहिँ क्षतिपूर्ति फेरि वान्स मोर ट्राई गर्नु। एकचोटि सिक्का हाल्नु न 1 रुपियाँ गर्नु पर्यो त। रातो बटन थिच्नु। 6 सेकेन्ड पछि 1 2 3 4 5 6 त्रिभुवन युनिभर्सिटी सेन्ट्रल क्याम्पसको सोब्यू र यहाँको व्यवस्थापन टोलीले यो वाटर ट्याङ्कीमा कुनै प्रकारको पानी आएको छैन। कृपया हेरेर हाम्रो 11 रुपियाँको यही भिडियो मार्फत हामीले निवेदन गर्छौँ। क्षतिपूर्ति चाहियो हो। अब त यहाँ त ऊ हो नि 10 रुपियाँ खर्च गरौँ। रुपात छ हामीसँग लास्ट के मिनरल वाटर आइजान्थ्यो यार खनालजी। तिमीले धन्यवाद सोचे विकास। हामीले 2 कप पानी खाउनलाई लगभग 10-20 रुपियाँ है। सिस्टमको गल्ती हेर्ने हाम्रो चाहिँ अनभिज्ञता भयो। कसरी त्यहाँ डलर हालेर कसरी पैसा आयो त नि? अलि भित्र गर्नु न। यहाँको न्युजै आइरहेको थियो कि अस्ति, तपाईँले थाहा पाउनु भएन? थिच्नु कस्तो डराएको यार। थिच्नु न फेरि थिच्नु। अरे खनालजी यार पानी नै आएन। 10 रुपियाँ हाल्दाखेरि पनि 2 कप पानी आएन। 10-20 रुपियाँ पानी नै आएन। पानी आएन। सोब्यूलाई ठुलो चुनौतीको विषय हो यो। वाटर टेस्टी बोर्ड